धरानतिर कस्तो हुस्सु लागिरहेको थियो पुरा, त्यही भएर हामी यहाँ ज्याकेट लाएर आइदिएको त। यता त लास्ट गर्मी रहेछ यार, घामले फाँक बनाइदिइहाल्यो नि। ऊ पारी लैजा, यहाँ त तैँले हिल्दै हिल्लो बनाउँछु मेरो त। म तरिहाल्छु नि यताबाट, यस्तो त छ। अब हामीलाई चेकिङ यहाँ हुन्छ कि हुँदैन भन्ने कुराको टेन्सन क्या। अब चेकिङ भयो भने त भागिहाल्नु पर्यो नि त। गाइज हामी एउटा चेकिङबाट हामी उम्कियौँ, एउटा चेकिङबाट। अब अझै उता पर झन् दामी चेकिङ हुनेवाला छ। यो त पार क्षेत्र पुल हो नि, अनि चतरा पुल यसलाई त भन्छ त। ल गाइज हामी आइपुग्यौँ चतराको पुल। ल पानी यतिको बढिरहेको छ यहाँनिर। पहिला त यहाँ बाइक रोक्नै दिँदैन थियो नि फोटो खिच्नुलाई, अहिले त बाइक रोकी फोटो खिच्दैछ। र हामी गाइज सोमबारे चोक आइपुग्यौँ। बेलुकादेखि अब सिधै माथि। गाइज ल अफरोड रहेछ यार, यति त हाम्रो यस्तो अफरोड रहेछ कि हामी खुट्टै गाडी नै ओभर छ त। लैजा बिस्तारी। यस्तो बुलेट चल्नु गाह्रो हुने रहेछ नि। केटाहरू सब चिक्सहरू ल्याएर आउँछ, हामी त यहाँनिर होइन चिक्स नभएको भएर यस्तै आउनु पर्छ। टेम्पोको लाइन, गाडीको लाइन यहीँदेखि रहेछ यति धेरै। चप्पलभरि यहाँ हिलै ओभर छ त कपाल त। नि दुम्सी कट भइरहेको रहेछ। ल गाइज हामी आइपुग्यौँ यहाँ ठ्याक्क, तर यो अर्कै दिशातिर आइपुगेछौँ नि त हामी त। यहाँनिर होटेलतिर पो आइपुगेछौँ। यहाँदेखि त मकै घारीबाट साइड लाग्नु पर्ने रहेछ। आम्मा मान्छेको आवाज जावत त ओभर छ त यहीँदेखि चल पल। मान्छे धेरै नभए बाटो चिलचिलै हुन्छ भन्थ्यो, हो रहेछ यस्तो चिलचिल छ बाटै। आम्मा ल हामी पनि यतिको लागि आइपुग्यौँ यहाँनिर। आम्मा भाइरल प्लेस भनेपछि हामी नआउने कुरा भयो त। ठ्याक्क यतिको लागि धरानदेखि यतिको लागि आइपुग्यौँ। आम्मा के हेर्नुको लागि भन्दाखेरि तल के हो यो कोसी हेर्नुको लागि आइपुग्यौँ यहाँ माथि डाँडामा। आम्मा कहाँ भएको मान्छे हामी यता धरान, यताबाट राउन्ड हानेर यहाँ आइपुग्यौँ। को भाइरल हुने अब थाहा छैन अब हो। घाम लाग्यो भने त यहाँ बसि नसक्नुहुन्छ नि। ए ल के हो यो दाम। ल के हो यो दाम, पुरै लडी बडी छ त यहाँनिर। कहाँको मालले यस्तो हुन्छ गाइस भनिदिनु पर्यो। हामी त यहाँ रमिता हेरेर बसेको आधी घन्टा भइसक्यो। घामले चप्पलहरू मोजाहरू अघि पानीले भिजेको नि सबै सुकिसक्यो अब त घामले। आम्मा तैपनि मान्छेहरू टिकटक बनाउनु सर्नु छोडेकै छैन यार। म त यसरी बसिरहेको छु घामले डढेर यहाँनिर। ज्याकेट नलाइकन आएको त नसक्ने रहेछ यहाँनिर बस्नु। आम्मा अब प्याराग्लाइडिङ हुन आँटे ऊ एउटा बनाउँदैछ त्यहाँनिर चट्ट। ए कि उडेर जाने हो हामी पनि। आयो हावा आयो। ल टाटा बाई बाई हो लाग्छ। आम्मा यहाँ दर्शक बिनहरू कति छ त। ल गाइस यहाँ हावा नाप्दैछन् कतिको हावामा उडाउने भन्दैछ ठ्याक्क। मान्छेहरू प्याराग्लाइडिङ कसरी गर्छ कसरी उड्छ भन्थ्यो ठ्याक्क लाइभ। अब
यसरी उड्छ भनेर हेर्नुहोस् ट्याक मेसिन बिना उड्ने सामान चाहिँ यही होला कसले चिनेको छैन हाम्रो पनि प्यारासुट ल्याएन नि यार पाल त थियो माथि घरमा म त सुति हो अब लाइभ हेर्ने हो यहाँनिर प्याराग्लाइडिङ गरे कसरी गर्छ मान्छेले अरू हेर्ने त यहाँ केही छैन तलतिर डाँडा हेऱ्यो यसरी सुत अहिले त घाम पनि हरायो दामी भयो मजा एकजनाले उडाए पनि हुन्थ्यो नि यार एकचोटि यसलाई एकचोटि मलाई उडाइदिएको भए धर्मै हुन्थ्यो त धर्म पनि गरौँ है धर्म पनि गरौँ ल अम्बो कति बेला अब सुर्र हुन्छ अनि कुदिहाल्नु पर्दो रहेछ नि त नि ल ए अर्को पनि ए लाइभ त कति हेर्नु पाउने रहेछ ल ल ल ल यतिको त डटपट हुनु भयो नि त तपाईँहरूलाई देखाएको त म त अनि जोतको देखिहाल्छ नि तपाईँको अगाडि त नि मेन उड्ने रहेछ नि त अब देखिरहेको छ नि हो देख्यो मिस्टर दोगो बनाना हो गया अपडेट के हो केटाहरूलाई त यहीँ छोपिदिएर लाला जस्तो छ ल फेरि यहाँ यो नि त गुरु भनेको गुरु हुन्छ नि यार अनि यहीँ माथिबाट उयो इजी लाग्दो त नि इजी गुरु भनेको गुरु हुन्छ क्या नि लाग्दैन हो सुइँ ल अम्बो ओर देखाइदियो त यो नि त नि मुर्राहरू त गइहाल्दैन आम्बो ल गाइस आजको हाम्रो कर्मकाण्ड यति नै थियो यहीँसम्मको समाप्त भयो आमा अघि त यहाँनिर त यस्तो भिड थियो कि हामीलाई यहाँ खुट्टा टेक्ने ठाउँ थिएन अहिले त यो एरिया नै हाम्रो भइसक्यो अब आमा यसरी गरेर खिच्दा नि भयो बसेर खिच्दा नि भयो उठेर खिच्दा नि भयो सुरुमा मात्रै हो क्या त्यसपछि त कब्जा जम्मिहाल्छ नि हाम्रो यहाँनिर लाग्दिउँ अब हामी पनि आफ्नो गन्तव्य लाग्नु पर्यो नि त यहाँ बसेर मात्रै त पाइ हुँदैन त अब खान्थे पिन्थे पनि लाग्नु पर्यो तर यहाँ एक दुईवटा टिकटक बनाएको चाहिँ हेर्नु पर्थ्यो यो सबजना टिकटक मात्रै छ यहाँनिर सबजना उडेर गइसक्यो अनि चाहिँ हावा कस्तो दामी आइरहेको छ हाम्रो अनि अहिले त शीतल पनि भयो कुहिरो लागेर पुरा यस्तो घर छिटो जा भन्दैछ हामीलाई चाहिँ पानी पर्ला जस्तो छ अनि यहाँतिर चाहिँ टिकटक यता कमिला जति छ यतातिर मान्छेहरू त सक्छ त कसैले चिप्लेर झन्डै लाग्दिउँ अब काम छैन साँच्ची बाटो पनि खतरा पो छ त यहाँ त पानी पर्यो नि त बाटो त चिप्लो नचिप्लो यत्तिकै यो मोचा झन्डै फाटेको अघि अनि यहाँ माथि चाहिँ दोकान रहेछ भाइरल प्लेस भन्दै आइपुग्यो अब केटाहरू नआउनेलाई त अब रिग्रेट हुन्छ लास्ट जम भनेकै नि तर के गर्ने केटाहरू नजाने भने चाहिँ रिग्रेट हुन्छ क्या अब मान्छेहरू काम नभएर आउने रहेछ नि त यार यहाँ त आम्मा काम गर्नु है हो बिहानदेखि बेलुकासम्म बस्यो भने यहाँनिर के भन्छ त्यो टाइम पास दामी हुने रहेछ त्यही भएर पो आउने रहेछ त अब हाम्रो त काम हुन्छ निस्किनु पऱ्यो नि त ठ्याक्क कहाँ के अरे के भन्ज्याङ भन्ने ठाउँमा आइपुग्यो अरे सेम त्यस्तै देखिरहेको क्या हो गाइज यो तराई साइड भएर होला कि अब्बरै गर्मी हुँदो रहेछ अरे यता त आम्मा यहाँ यस्तो हो नि त चिल गर्ने त नि आम्मा कस्तो मजा गरिरहेको छ यहाँनिर के भन्छ यो महिला समूह
महिला समूहहरूको यस्तो राम्रो यहाँनिर उयो भइरहेको छ। अब हामी यहाँ पुरुष सङ्घको अध्यक्ष यतै छ अनि हुन्छ सन्नाटामा हामी चाहिँ फेरि यहाँनिर तर लास्ट गर्मी अरे यता त अब धरानको मान्छे यता बस्नु नसक्ने रहेछ ए ल ल एउटा हानिदिनु ल हाम्रोमा पनि अनि सक्छ त कसैले भाइरल अब यो भाइरल आम्मा हामी पनि भाइरल हुन्छ जस्तो छ अब त यहाँनिर त आम्मा ल यत्तिकै इन्जोय त हुनु पर्यो नि त नि आम्मा अनि भाइरल यो त भाइरल भइहाल्यो पानी पर्यो यार अब झरिहाल ल गाइस पानी पर्यो यार अब पानी परेपछि त बाटो झन् लास्ट उयो हुन्छ त्यही माथि मोबाइल भिज्यो भने त नि गिद्दी हुन्छ त मोबाइल भिजेपछि त झन् त्यही भएर अम्बो ठुलो पानी पर्न आँट्यो त यार हैट अब पानी मोबाइल त भिज्छ अब के गर्ने अम्बो पानी परिगयो नि क्या गर्ने का गाइस पानी त ओभर परिहाल्यो नि यार अब त नि कहाँ भिजिहालिन्छ नि मोबाइल अरू त भिज्यो मोबाइल भिज्यो भने त नि गिद्दी भइहाल्यो नि त नि सक्यो त्यसपछि त यो पानीले त यार ओभर पिट्दियो त हामीलाई त यार बिजोग बनाइहाल्यो नि अब बाटो जोत्तो नभएको भए त हामी माथि बस्थ्यौँ कि तर ओभर बाटो नै चिप्लो न चिप्लो हुन्छ क्या अब यहाँ तल हेलो अब यहाँनिर छ एकदमै जोतको बाटो यार झार्नु सकिन्छ टेम्पुलाई यस्तो गाह्रो भइरहेको छ यो ठाउँमा नि हामीलाई झन् म झर्नु परेन एकछिन न बिस्तारै हिँड ल गाइज हाम्रो त यसरी पक्रेर ओरेर यसरी ल्याउनुपर्छ अब सुरुमा मौसम यही भन्छ मान्छेहरू भर्खर आउँदैछ हामी पुगेर ओरेर यहाँनिर के गरेर आइसक्यो यहाँनिर घुम्नुलाई ए मान्छेहरू यस्तो भेनमा आइरहेको छ भेनमा रफ्तार कडा के भएको यो ल रेस खेल्दै त गर्दै त यसले त अम्बो चार्ज खेलाइदियो त कुकुरहरूले चार्ज खेलाइदिन्छ त के हो रेस पो खेल्छ त बाइकसँग अम्बो सक्छ त अनि हामी त कति वर्ष हौ दुई वर्षपछि आयो होला 2 वर्ष अगाडि त नि यो एरियामा फेरि पानी परेको छैन रहेछ हो हामीलाई चाहिँ फेरि पानीले कुद्नुलाई त्यतिसम्म मात्रै पानी परेको छ गर्मी नि कस्तो भएको थियो एक टाइममा त त्यहाँ त हावा झरी आएको थिएन त्यति बेला अनि तर दामी भयो भिजेर चिसो चाहिँ हामी धरान आइपुग्यौँ अब यतातिर पनि हल्का पानी परेछ उपर बिचमा मात्रै परेको थिएन
पटनालीतिर परेको थिएन यता धरानमा पनि पानी परेछ तर राइड बबाल भएर चिसो वासस्थान आइपुग्यो तर आम्मा यार यो त नि हालत त के हो यो त हिलो बोकेर आइपुग्यो नि त नि बाइक त्यस्तै भयो मान्छे त्यस्तै ल गाइस आजको हाम्रो भिडियो यति नै फाक भयो फाक भिडियो